हजुर आज एकजना दिदी बिरामी हुनुहुन्छ। तीनजना को हो नि? खास हामीले हामी सविता आर्या र भगवती वाग्ले दिलमाया श्रेष्ठ। कहिलेदेखि सुरु गर्नु भएको? हामी 2076 सालमा तालिम दिएको। 76 सालमा 18 सालमा सुरु गरियो। त्यसपछि सामान ल्याउने समस्या गाह्रो भयो। गाडीहरू पनि रोकेर प्रहरीहरू सोध्ने अनुसन्धान गरेर मेडिकलको सामान ल्याउन पाइँदैन भन्नुभयो। दर्ता गर्नुपर्छ भनेर हामीले घरेलुमा दर्ता गऱ्यो। त्यहाँ कर कार्यालयमा, त्यसपछि रामपुर नगरपालिकामा दर्ता गरेर दर्ता गरेपछि निरन्तर सामान के छ व्यापार बजार कस्तो छ? बजार यसको बजारीकरण हामीले अति गर्न सकिएको छैन। रामपुर नगरपालिकाबाट अब कसैले घर घरमा पसलहरूमा लगाएर अनि कोही कामेको के हो तर हामीले राम्रोसँग बजारीकरण भएको छैन, गर्न सकिएको छैन भनेर यो सराप जुन चाहिँ कि प्रयोग गरेका बहिनीहरूले एउटै घरमा 8-10 मगा पनि बेला मगा 1-1.5 महिनामा ल्याइकन मगाउँछ। त्यस्तो मगाएको हामीले ल्याइएकै छैन अहिलेसम्म भनिएको छैन माग गरेको त। हामीले त्यसरी व्यापार बन्दरसँग रोक्न गर्न सकेका छैनौँ। किनभने केमिकलको सामान अलिक महँगै छ। ठुलो घानामा खर्च यसमा धेरै छ। ठुलो घानामा धेरै बजेट मिलाउन सकिएको छैन। त्यसै कारणले होला अब ठुलो बाहिर आउने मालहरू हामीले रोक्न सकिएको छैन। बाहिर केही सस्तो आयो भने हामीले अब थोरै सामानबाट थोरै लगानीबाट अलिक कम यहाँ अहिले आइटम सामग्री ल्या